3-4 घण्टा कन्टिन्यू लाइनमा बसेर बल्ल बल्ल निकालेर लिएर आएको लिखितको लागि रसिद। लाइसेन्सको फर्म भरे पैसा हुँदा सुरुमा बायोमेट्रिक थियो। आज बिहान बिहान 10 बजीतिर रेडी भएर चाहिने डकुमेन्टहरू बोकेर निस्किन लागेको म बस्ने ठाउँबाट चाबेल नजिकै छ, त्यही भएर साइकल लिएर आइन, म हिँड्दै आएको। मैले फर्म भर्दाखेरि 4 दिनको ग्याप भएको थियो, त्यही भएर लास्टै भिड छ कि आज। म उभिरहेको ठाउँदेखि लिएर बाहिरदेखि भित्रसम्म लाइन छ पुरा। उभिँदा उभिँदै थाकिसक्यो, बसेर एकछिन डकुमेन्टहरू हेरेको, त्यस्तो केही मिस्टेक भएको छैन, सबै मिल्या छ। त्यहाँदेखि यहाँसम्म आउन मलाई कमसेकम 1 देखि 1.5 घण्टासम्म लागेको थियो। गफ हानेको होइन मैले, साँच्चीकै 3 देखि 4 घण्टासम्म उभिएर मात्रै लाइनमा बसेको। हामी रुमबाट 10 बजीतिर निस्केका थिए, उभिँदा उभिँदै 1-2 बजिसकेका थियो। बल्ल मेरो पालो आउन आँटेको। बायोमेट्रिक गरेर मेडिकल टेस्ट गरेर आँखाको फेरि राजस्व तिर्नलाई लाइन बसेको। 3-4 घण्टा टाइम लगाएर बल्ल बल्ल सबै काम कम्प्लिट गरेर निस्किएको। साँच्ची यार, जिन्दगीमा कहिले पनि यति धेरै लाइन बसेको थिएन। आज आएर त्यो पनि अनुभव गर्न पाइयो। बिजोग रमाइलो भयो तर।